आज जलाई भेट्यो त्यसलाई होली बवाल तरिकाले हान्नु पर्छ आज रंगाइदिने हो फाड्दिने हो ल साथी ह्यापी होली है के हो यार तिमी त आज होलीको दिनमा पनि रङ छैन ल रङ लगाइदिउँ कहाँ यार साथी मलाई रङबाट एलर्जी छ भो नलगाम होला कहाँ यार तिमी यार होलीको दिनमा पनि यस्तो भनेर हुन्छ मात्र एकै धर्को लगाइदिन्छु है एकै सिधा धर्को मात्र नाइ यार साथी नलगाउने भो एकै धर्को मात्र के साथी एकै धर्को मात्र यति ल अब साथीहरूले भनिहाल्यौ एकै धर्को है एकै धर्को है साथी भएको साथी यार के गरे यार भयो भयो तैट यार साथी यार तिमी पनि यार तैट यार साथीहरू पनि होइन यार आज होलीको दिनमा पनि एउटा मान्छे छैन त यार त्यही त झन् यार लोला यस्तो हान्दियो भनेर यत्रो लोला भरियो होइन के कामै छैन यार होइन लोला भरेको केही काम लाग्दैन कि के हो त्यसलाई चाहिँ हामीले यो लोलाले हान्नुपर्छ होइन हान्नुपर्छ यतातिर लुक आयो आयो होइन अब यति आउन लाग्यो होइन फायर हान्नुपर्छ फायर हान्नुपर्छ है हान हान ल फायर गर फायर गर न हान्न रे हान्न सरी दादा हजुरलाई हान्न खोजे होइन त्यसलाई हो कि हान्न खोजे सर नमस्कार नमस्कार होलीको माहौल चलिरहेछ होइन अब पहिलेको तुलनामा चाहिँ आजभोलिको होली चाहिँ एकदमै ठिक छ अब राम्रो छ होइन तपाईँलाई चाहिँ यस विषयमा के भन्नु पहिलाको भन्दा एकदम सर पहिलाको भन्दा चाहिँ धेरै नियन्त्रण भएको छ अब पहिलाको जस्तो जबरजस्ती रङ हाल्न पाइँदैन खै अलिअलि हुन्छ अब त्यस्तो रङसँग छ्याप्नी त रहन्छ होइन छैन सर अनि यो पहिलाको जस्तो यो लोला हान्ने अनि जबरजस्ती यो पानी हाल्ने पनि त्यस्तो छैन क्या सर अलिअलि हुन्छ सर अब होली हो अलिअलि हुन्छ सर ठिकै छ यदि मेरो बहिनीलाई कसैले पनि रङ हाल्यो लोला हान्यो भने नि तलाई सिधै गोली हानिदिन्छु गोली यस सर सिक्युरिटी म कडै गर्छु A few moments later. साले मेडमलाई लोला हान्छस् गाड पनि कस्तो छ साले भागेर बाँच्यो मेडम हजुरलाई त केही भएको छैन कहाँ मरेको थिइस् आज होली त हो नि बेबी एकैचोटि देऊ न क्या नै बेबी 20 वर्षभन्दा अगाडि यस्तो कुरा नगर ल केही हुँदैन कि केही हुँदैन नै घरकाले थाहा पायो भने सिस्नु चिलाइदिन्छन् अनि एकैचोटि हाल्छु क्या ल एकैचोटि है त्यसो भयो आज की रात मजा ल बेबी आजबाट तिमी मेरी हो है एहे रह नहीं जाता अब त हामी बुढाबुढी भयौँ अब त तिमीले मलाई अर्को चिज पनि दिनुपर्छ नि कहाँ बेबी त्यो त म तिमीलाई हेर्न पनि दिन्न देखिरहेको छ त तिम्रो गाला ए
म त कस्तो नेगेटिभ सोचिरहेको थिएँ कि बेबी गालाको कुरा गर्नु भएको मैले त्यही गालामा चुम्मा खान देऊ भनेको के ए बेबी अनि होइन म तिम्रो त्यो के छोएको ओठमा मेरो यो गाला चाहिँ चुम्मा खान दिन्न ल कस्तो छुएको कुरा हो र आजसम्म कसैको देख्न त पाएको छैन कसम भन त बेबी त्यो ओठले रक्सी चुरुट केही छोएको छैन भनेर छोएको छैन के छिटो देऊ न बेबी नत्र त्यो भाइ उठिहाल्छ के कस्तो भाइ हो त के कोही केटीसँग बस्यो भने उठिहाल्ने ऊ मेरो भाइ यस्तो छ के कोही केटीसँग बस्नुहुन्न मेरो भस्मी निगरानी गर्छ अस्तिमा बालाई भनिदिएर झन्नै कुटेका बुढाले ल ल बोझ छोडिदेऊ लौ बरु खाऊ चुप्पा अब मेरो सानो भाइलाई पनि देऊ न होइन बेबी त्यो त 20 वर्षपछि मात्रै हुन्छ हस् बेबी बी पोजिटिभ बी अलर्ट मेरो सानो भाइ होलीको अवसरमा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीलाई चाहिँ नि शुभकामना व्यक्त गर्दछु अनि होली खेल्दा चाहिँ अलि अनुशासन नियमपूर्वक र सामाजिक न्यायको कदर गर्दै खेल्नु होला भन्न चाहन्छु अनि यो होलीमा चाहिँ मौकाको फाइदा नउठाउनु होला मौकामा चौका नहान्नु होला र यस्तो मौकामा चौका हान्नेबाट पनि सजग भएर बस्नु होला ल है ह्याप्पी होली